दोलखामा फागुन 21 मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न 3000 सुरक्षाकर्मी र 1867 कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो। जम्मा 52 वटा अति संवेदनशील र 28 वटा चाहिँ संवेदनशील क्षेत्रहरू छन्। त्यसमा यहाँले सुने जस्तै अब सेनाहरू यसपालि खटिन्छन्, 1 महिनादेखि अगाडि छन्। अब त्यहाँको सिचुएसन हेरेर अगाडि पछाडि भन्दा नि त्यहाँ मतदान स्थलको सुरक्षाको लागि सेनाहरू खटिनु। 97 वटा मतदान स्थल मध्ये अति संवेदनशील 52 वटा, 28 वटा संवेदनशील र 17 वटा सामान्य गरी वर्गीकरण गरेर सुरक्षा व्यवस्था मजबुत बनाइएको अधिकारी घिमिरेले बताउनुभयो। 1,83,000 प्रत्यक्ष र 1,86,000 समानुपातिकको मतपत्र जिल्लामा आइसकेर प्याकिङको काम सम्पन्न भइसकेको छ भने मतदानको लागि आवश्यक अन्य 51 थरीका निर्वाचन सामग्री पनि प्याकिङ सम्पन्न भइसकेको छ। मतदान अधिकृत, सहायक मतदान अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न भइसकेकाले शुक्रबार नियुक्ति पत्र दिएर 18 गतेसम्म सम्पूर्ण मतदान केन्द्रसम्म पुग्ने गरी मतपत्र र मतदानको लागि आवश्यक सामग्री वितरण गरिने सहायक निर्वाचन अधिकृत अञ्चन भट्टराईले बताउनुभयो। तयारी गर्दै हुन्छ। प्रस्थानको तयारी 18 गतेसम्म उहाँहरू सबैजना आफ्नो कार्यक्षेत्रमा पुगेर आफ्नो काम सुरु गर्नुहुनेछ। सडक सञ्जालले नजोडिएको गौरीशंकर गाउँपालिकाको सिमी गाउँ र बेदिङमा पैदल मार्फत र अन्य स्थानमा दुवानी मार्फत मतपत्र लैजाने तयारी भइरहेको कार्यालयले जनाएको छ। यसपटक दोलखामा 2 वटा अस्थायी मतदान स्थलको व्यवस्था गरिएको छ। कैदीबन्दीका लागि जिल्ला कारागार र कोष तथा लेखा नियन्त्रण कार्यालयमा अस्थायी मतदान स्थल राखिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ। दोलखामा 207 मतदान केन्द्र रहेको छ भने 1,70,321 मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ। मन्दिरा थापा, नेपाल टेलिभिजन, बागमती प्रदेश, दोलखा।